आज चाहिँ एकजना डाक्टर, उहाँको नाम मैले बिर्सेँ यहाँ तल दिन्छु म अहिले। उहाँले उहाँको पोडकास्ट सुनिरहेको थिएँ। उहाँले भन्नुहुन्छ लाइफमा जीवनमा खुसी हुनको लागि 3 कुरा चाहिन्छ। एउटा अलाइनमेन्ट, भित्र र बाहिर एउटै हुनु पर्यो। भनेको भित्र चाहिँ भनौँ न गर्नु मन लागेको छ एउटा र गर्नु परेको छ अर्को, त्यो अलाइनमेन्ट ठ्याक्कै हुनु पर्यो। अर्को कन्टेन्टमेन्ट हुनु पर्यो, आफूसँग जे छ त्यसैमा खुसी हुनु पर्यो। र अर्को चाहिँ कन्ट्रोल हुनु पर्यो, आफूले जे गर्दैछ घरि यो गर्ने घरि त्यो गर्ने हुनु भएन। उहाँ एउटा डाक्टर हो, उहाँसँग मिलियन्स अफ पाउन्ड्स पैसा छ। सद्गुरु उहाँसँग सारा संसार छ। श्री एम उहाँसँग सारा संसार छ। गुरुहरू गुरुहरू भनौँ, अब फिलोसोफरहरू भनौँ, बर्नार्डो कास्ट्रो, उहाँसँग सब चिज छ। अहिले उहाँ अध्यात्म भनेर हिँड्नुहुन्छ। साम ह्यारिस अध्यात्म भन्दै हुनुहुन्छ। भनेको के हो भने यो सब चिज पुगेर पनि असन्तोष भएपछि बल्ल मानिस यसमा लाग्दो रहेछ। भनेको अध्यात्म भनेको चाहिँ पैसा भएको लागि मात्रै रहेछ। अहिले मसँग खाना केही पनि छैन बेलुका भने मलाई अध्यात्मसँग केही लिनु छैन। मलाई गरिरहेछम्म लाग्छ यो कर्मको कुरा गरौँ कि प्रारब्धको कुरा गरौँ कि किन यस्तो हुन्छ। अध्यात्म यस्तो होस् जसको बेलुका खानु छैन उसलाई व्रत बस्न मन लागोस्। 3 दिन 7 दिन 21 दिन व्रत बस्न मन लागोस्। त्यो पो अध्यात्म हो त। जसको सम्पूर्ण कुरा छ, खाने कुराहरू छ, सब कुरा छ, त्यो त के अध्यात्म भयो। हुन त बुद्ध राजकुमार नभएको भए, त्यसमाथि पनि उहाँको छोरा नभइदिएको भए मान्छेले के भन्थे भने थिएन उसको त हेर्नु ओर्नु कोही कसैलाई थिएन, त्यही भएर जोगी भएर हिँड्न सजिलो भयो भन्थे। त्यही भएर बुद्धत्व प्राप्त गर्दाखेरि सबै कुरा आन्सर त्यही छ। छोरा भएर पनि नहुने रहेछ है, राजकाज भएर पनि नहुने रहेछ है, सम्पत्ति भएर पनि नहुने रहेछ है, उमेर हृष्टपुष्ट भएर पनि नहुने रहेछ है। बुद्ध किन बालकमा हिँडेनन्, किन वृद्ध भएपछि हिँडेनन्, जवानमा किन हिँडे? यो सबै कुराको आन्सर बुद्धले दिएका छन्। यो पनि होला। त्यही भए पनि मेरो आर्ग्युमेन्ट, यदि भगवान छन् र भगवानसँग बाज्नु पर्यो भने म त्यसरी बाज्छु। यो गरिबहरूको लागि किन भएन के, पैसा हुनेको लागि मात्रै किन भयो?